नयाँ फोन किन्न हरेको भन्दा के हेर्दैछस् र गोल्डन हो खोज्दै भन्छ मलाई थाहा छैन भन्नु फेरि दाइले फेरि थाहा छैन मलाई तैँले क्याप्टर जाने होइन अनि मलाई थाहा भयो पो अनि क्याप्टर लिएर जान्छु र ल है त गुड मर्निङ फ्रम पहाडी आँगन है हामी चाहिँ यस्तो सनराइज हेर्नलाई चाहिँ उठेको है त्यहाँबाट घाम उदाउँदैछ माछा पुछ्री वहाँ रहेछ नमस्ते अनि गुड मर्निङ फ्रम द भ्यू पोइन्ट है हामी चाहिँ यहाँ पछाडि चाहिँ पुरै हिमालहरू अब त्यो पश्चिम भेगबाट देखिने यही त हो हिमाली रेन्जहरू होइन तर चाहिँ भ्यू चाहिँ बवाल छ है ल माछा पुछ्री वहाँ रहेछ ए अनि धौलागिरी अन्नपूर्णहरू होला है अब कुन कुन हो यो ठाउँ चाहिँ बुटोलबाट चाहिँ लगभग 7-8 घन्टामा आइपुगिन्छ है बुटोल पाल्पा पाल्पा टु रिडीदेखि चाहिँ बुर्तिबाङ बुर्तिबाङबाट चाहिँ अलिकति 35-40 किलोमिटर माथि रुकुम र बागलुङको सिमाना मा आएर त्यहाँदेखि माथि पहाडी आँगन क्याम्पमा चाहिँ हामी हिजो राति बसेर है अहिले चाहिँ सनराइज भ्यू हेर्दैछौँ होइन चिसो चाहिँ बवालै चिसो छ यो चाहिँ बुटोलबाट जम्मा 7-8 घन्टाको बाटो मात्रै यो सँगै हामी अब क्याम्पमा गएर ब्रेकफास्ट रेडी छ ब्रेकफास्ट लिने अनि फेरि एकछिन यतैतिर चौरी बुकी भन्ने ठाउँ छ अरे माथि अब त्यता घुम्न जाने भन्ने प्लान भइरहेछ के अब के हुन्छ यहाँ बोतल छोडेर गछ भएन ल हामी हिजो बसेको ठाउँ है बवाल छ ल चिसोले हालत चाहिँ बेहालै भएछ है चिसो चाहिँ हिजो राति चाहिँ -5 जति भन्नुभएको थियो अब नास्ता खाने अनि फेरि यता मासतिर अर्को ठाउँ घुम्न जाने कुरा भएछ केटाहरू हिँड्न सकेको छैन अब आफू पनि हिँड्न त सकिरहेको छैन त्यही पनि अब आएको बेला ठाउँहरू ध्यान भनेर हो शिवम कस्तो भइरहेको तँलाई मजा मजा के अरे यत्रो धेरै दुःख गरेर यति राम्रो आनन्द पाउनु धेरै राम्रो मजा आएको छ है ठिक छ
फेरि आउने कि नआउने अब त नआउँदिन यो ठाउँ नआउने अरू ठाउँ त जाने होला नि त अरू ठाउँ त जाने होला नि त अब थाकै ठाउँमा त मजा आउँदैन कि फेरि अब एक ठाउँ पहिला अब नास्ता खाएर चाहिँ हामी यतातिर जाने प्लान छ है अब के हुन्छ थाहा छैन अब केटाहरू के भन्छ तर चाहिँ अब चाहिँ नास्ता शुभम त्यस्तै हिजो राति पनि त माथि जानलाई त्यस्तै हो भनेको नि आइयो नि ल के तपाईँले आफ्नो फोहोर सँगै लिएर जानु हुँदैछ फोहोर चाहिँ नगरौँ है गाइज यो ठाउँलाई चाहिँ मेन चाहिँ कोइपा कोइपा भन्दो रहेछ है कोइपा जलाखीमा यहाँलाई स्वागत छ अरू के लेखेछ यहाँ यो ठाउँलाई चाहिँ मेन कोइपा भन्दो रहेछ यो क्याम्पिङको नाम चाहिँ पहाडी आँगन क्याम्प है केटाहरू कोही सबै चिसोले अब हिजो हिँड्न नसकेर अनि रातिको चिसोले टाउको दुखेछ केटाहरूको चिसोले नै होला पक्कै पनि अहिले चाहिँ उठेछ केटाहरू अब नास्ता हुँदैछ होला नास्ता खाएर काम चाहिँ मिठो लागेछ है काम चाहिँ मिठो लागेछ सुजन भाउ कस्तो भयो सुताइ लास्टै गाह्रो भएको थियो लास्टै गाह्रो जान्न बरु यहीँबाट सुतेर उठेर जान्छु एकछिन फोटो खिच्ने अनि दलतिर लाग्ने ए ल एकपछि फुल गरेको यसको बुढीले हो र मेरो बुढाले के लागा कपडा गर्यो ए लौ बी आफै सोध अरे हेलो सुतेछु के राख नास्ता बन्यो तातो पानी खाऊँ न यो त उहाँ लैजाँदा चिसो हो यार बन्दैछ तातो दिनु न तातो पानी यो त लैजाँदा चिसो भयो यार हुन्छ तातै छ भने चाहिँ यसमा मिसाइँदा हुन्छ हुन्छ भान्जालाई चाहिँ कस्तो भयो त सुताइ आजको मलाई त मजा आयो मजा आयो है माथि गएर आउनु कस्तो भयो दामी है आनन्द भयो हो अब यस्तो एक्सपिरियन्स फेरि लिने कि नलिने लिने हो होइन शिवम चाहिँ के हो लिने हो यार लिने हो नि होइन अब म कहिले पनि यस्तो डाँडा काँडामा चढ्दैन किन बस्छु बोटलतिरै बस्छु खुसी उतै रमाउँछु बरु यो डाँडा काँडामा आएर सास फेर्न गाह्रो भएर अब पुग्यो अब यहाँबाट यस्तो मिठोवाला फोटो खिच्ने ल हामी कहाँ जाने घुम्नु डाँडामा आएर कफी खानुको मजा पनि छुट्टै छ है फेरि नास्ता रेडी भइसकेछ कफी खान लाग्यो हामी चाहिँ है ल हाम्रो नास्ता पनि रेडी छ है ल चना मटरको झोल र प्यानकेक होइन शिव मिठो अरेस पनि आयो ल कफी खाँदै कफी पनि बन्दैछ है त जबर सुपारी के छ हालखबर ओके फाइन थ्याङ्क यू भेरी मच सानो एउटा ड्रोन सट पनि लिएर किसन बाबु त भर्खरै उठिस् त होइन र गुड मर्निङ है ल होइन र Okay. Yo, walk one. Dirty gang, this एउटा रोटी खान पाइएन यार के भनिस् ए टन्ने आएर छ रोटी एउटा खाम त सबसे धेरै छैन त्यहाँ रोटी नै
ल नास्तो कफीको साथमा है त माथि टपमा ल केटाहरूले बनाउँदैछ अझै केटाहरू चाहिँ नजाने रे हामी चाहिँ किसन भम्फुले म अनि उपेश गुरुङ केटा नजाने भयो हामी चाहिँ माथि चौरी बुकी भ्यू पोइन्ट है ल किसन पानी बोकिछस् नि बाबु एउटा यो मुनुले एउटा बोतल बोकेछ हामी चाहिँ त्यहाँ पुग्न चाहिँ 1.5-2 घन्टा लाग्छ अरे अनि पुगेर यस्तो भ्यूसु हेरेर त्यहाँबाट चाहिँ धोरपाटनहरू पनि देखिन्छ अरे भन्ने सुनेको तर वहीँ गएर थाहा हुन्छ देखिन्छ कि देखिँदैन है ल केटाहरू अलिकति जाँगर गरेर फेरि हामी 4 जना चाहिँ के अरे Where is this place? Where is it? जस 4 जनाले 8 गरियो हैन ल आधी बाटो आइयो भनेको अर्को पुरै मोड रहेछ उकालो उकालो छ हैन पुरै बोबाले देखेछ ल आम्मा ल्यान्डस्केप त है बोबाल यार पुरा सेतै लाइन देखेको के हैन बस्दै बस्दै जाम बिस्तारै हैन र के को हतार छ र यहाँ आएर भम्बुलले पनि अंग्रेजी बोल्न सिकेछ हैन 3-4 चोटि त बोले पनि हैन र कस्तो फिल भइरहेछ त नि केटा हो रमाइलो छ वाल छ नि हैन टाढा ठीक छ बिस्तारै त्यहाँ बसिराख्नु भन्दा हैन यसो घुमेर के छ र जिन्दगी पैसा फालेर फोटो खिच्नु पर्यो सँग कति हो त ती 4-5 हजार भन्छ के साइडमा पैसा पनि छ नि के ढोरबाट मुजी साइड हो जस्तो लाग्यो त्यो फाँट छ नि तल्लो ल किसन भाइ पुगिसकेको छ टपमा हामी पनि लखर लखर बिस्तारै बिस्तारै थकाइ बिसाउँदै माथि अझ यो भन्दा नि अर्को टप त्यो भन्दा नि अर्को टप रहेछ क्या धेरै चाहिँ हिँड्न सकिन्न जस्तो लाग्यो बसेको ठाउँ चाहिँ वहाँ
जाम 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 जति माथि आयो फेरि त्योभन्दा अझै माथि जानु मन लाग्ने क्या फेरि अर्को टपदेखि नै अनि फेरि त्यहाँ जानु मन लाग्ने अब त्यहाँ होइन त्यहाँबाट फेरि त्यहाँ अब हामी चाहिँ यो टपसम्म चाहिँ जाने त्यसपछि चाहिँ किसन र सुजन पनि त्यहीँ रोक्यो है भान्जा र म मात्र है दुईजना माथि आछौँ अब हेरौँ माथि ल्यान्डस्केप चाहिँ भवालै देखिने है फेरि आइने ठाउँ हामी बसेको चाहिँ त्यहाँ होला ल इतना समझ इधर से हामी चाहिँ अब भ्यू देखिने यही हो होइन पुरा कतिवटा हिमाल देखेछ टन्नै हिमाल देखेछ यतासम्म यहाँसम्म रहेछ त्यहाँ पुग्यो भन्छ झन् त्यहाँबाट पनि अझै देखिन्छ होला तर सेम हो अब त्योभन्दा उता नजाऊँ एउटा फर्क्यौँ एकछिन बसेर भन्छ फर्किन्छौँ यसले पनि मजा लिइरहेछ भ्यूको ल हाम्रो योपालिको यात्रा चाहिँ एकदमै यादगार र मजा पनि भयो होइन चिसो पनि भयो केटाहरूलाई सबैलाई कोही कोहीलाई हिँड्न पनि गाह्रो भयो होइन कहिले पनि नहिँड्ने केटाहरू पनि आएको थियो त्यही भएर बिस्तारै चढ्यौँ कोही केटाहरू क्याम्पमै छ म र भान्जा चाहिँ माथि यहाँ अब यो अहिले हामी यहाँ आउनु सक्ने टपसम्म चाहिँ आयौँ त्यो पारी चाहिँ चौरी बुकी है मेन 4200 हाइट चाहिँ त्यहाँ हो तर हामी त्यहाँ गएनौँ धेरै टाढा जस्तो लाग्यो हामी चाहिँ यही अब यही भ्यू पोइन्टबाट चाहिँ हामी अब बिस्तारै तल झरेर क्याम्पमा पुगेर खाना खाएर त्यहाँबाट फेरि तल झरेर हाम्रो गाडी चाहिँ यहाँ तल सिमाना बागलुङ र रुकुमको सिमानामा आउँछ हामीलाई लिन फेरि हामी त्यहाँबाट बिस्तारै अब तल कता हुन्छ घर हुन्छ कि कता हुन्छ बिस्तारै चढ्छौँ होइन यहाँबाट चाहिँ हिमाल चाहिँ एकदमै खै कतिवटा हिमाल हो यार एउटा दुईवटा तिनवटा टन्नै हिमाल देखिँदो रहेछ होइन त्यहाँ पुग्न पाएको भए झन् त्यहाँबाट झन् बबाल भ्यू देखिन्थ्यो होला है तर हामी चाहिँ त्यहाँ गइएन अब एउटै भ्यू हो जस्तो लाग्यो अनि अब चाहिँ हामी यहाँबाट बिस्तारै तल झर्छौँ ल है त यो ठाउँलाई चाहिँ बाई बाई गर्दै हामी चाहिँ यहाँबाट अब बिस्तारै तल झर्छौँ होइन क्याम्पमा खाना खाएर तल सिमानामा पुगेर यहाँबाट चाहिँ घरतिरको यात्रा त होला हाल्छ भ्यू त ल फेरि यो डाँडा काँडा हिमाललाई होइन फेरि भेट्ने बाचासहित यहाँबाट चाहिँ बिदा हुन्छौँ ठिकै त्यस्तो लागेन हाम्रो पहाडी आँगन क्याम्पको चाहिँ बास र यात्रा यहीँ नै टुङ्गाएर हामी अब तल झर्दैछौँ है अब चाहिँ हामी यहाँबाट बिदाबादी हुँदै यहाँबाट चाहिँ हामीलाई चाहिँ मिठो खाना खुलाउने दाइ
गोराटोबाट दाइ हजुरको शुभ नाम के रे? मेरो नाम कमान सिंह ओली। एकदम मिठो खाना खुलाउनु भयो है दाइ है। हजुर ल हजुरको घर चाहिँ कता? मेरो रुकुम पश्चिम। ए रुकुम पश्चिम हो। हजुर यहाँ चाहिँ कति भयो हजुर आएको? हामी यहाँ बसेको 2-3 महिना भयो। ए खाना चाहिँ मिठो खुलाउनु भयो दाइ, धेरै धेरै धन्यवाद है। ल हस् दाइ। ल उहाँ चाहिँ नवीन सर है, हाम्रो पहाडी आँगनको म्यानेजमेन्ट हेर्नु हुँदो रहेछ। ओनर चाहिँ दिलचन ब्रदर होइन? ल ब्रदर केही भनिदिनु नि त पहाडी आँगनको बारेमा। हामी चाहिँ अहिले रुकुम पश्चिम हुन्छ हुन्छ। हाम्रो चाहिँ अहिले लोकेटेड भएको चाहिँ रुकुम पश्चिम होइन, बागलुङ र रुकुमको सिमानामा बाट चाहिँ रुकुम पूर्व, हामी सरी रुकुम पूर्वको होइन यहाँ कोइपा भन्ने ठाउँमा चाहिँ अवस्थित छौँ होइन, चुङ्ग्री बुकी जाने बाटोमा। अनि यहाँ चाहिँ हामीले खाने सुत्ने सबै व्यवस्था प्याकेज अनुसारको प्रोभाइड गरिरहेका छौँ। हजुरहरू पनि फ्यामिली ल्याएर होइन, अनि एकदम समय परिस्थिति बुझेर अनि अब मौसमको अवस्था बुझेर चाहिँ बाटोको अवस्था बुझेर कन्सल्ट गरेर चाहिँ हजुरहरू घुमफिर गर्न आउन सक्नुहुन्छ। अनि घुमफिर गर्दा आउँदाखेरि चाहिँ एकदम स्टे गर्ने हिसाबले बेलुका बस्ने, अनि बिहानको सनराइज बेलुका सनसेटको भ्यूहरू हेर्ने अनि हिमालको भ्यूहरू हेर्ने हिसाबले चाहिँ आउनु होला। त्यो भयो भने अलिकति सहज हुन्छ हजुरहरूको लागि पनि, भ्यूहरू पनि पाउनुहुन्छ, आफूलाई घुम्ने टाइम पनि हुन्छ। हजुर। अनि यहाँको चाहिँ हाइट चाहिँ कति छ? हाम्रो यहाँ अहिलेको यो अहिले हामी भइरहेको ठाउँको चाहिँ समुद्र सतहदेखि 3600 मिटर माथि छ अराउन्ड, त्यही अनुसारको छ। अनि यहाँ चाहिँ अर्को भन्नुभयो नि चुङ्ग्री बुकी, त्यसको चाहिँ हाइट कति हो? त्यसको हाइट चाहिँ 4200 मिटर छ। त्यही होइन माथिको उताको होइन? यो कर्भ भएको बाटो छ हजुर, त्यहाँ त्यहीँनिर चुङ्ग्री बुकी भनेको चाहिँ। हजुर। ल नर्मली चौरी खर्क भनेर चाहिँ चिन्छन् होइन। ल नवीन सर एकदमै रमाइलो गराइदिनु भयो है, एकदम आनन्दको स्टे भयो है, मानेर बसिदिनु भयो होइन, एडजस्ट गरेर। यसको कन्ट्याक्ट नम्बर पनि भनिराख्नु एउटा। हाम्रो कन्ट्याक्ट नम्बर चाहिँ रहेको छ 98 48 33 71 31, त्यो चाहिँ मेरो छ। हाम्रो काकाको नम्बर पनि 98 44 94 98 11 छ होइन। हजुरहरूले जुनसुकै बेला पनि फोन गरेर आफूलाई लागेको कुराहरू सोध्न सक्नुहुन्छ होइन, बुझ्न सक्नुहुन्छ। हस् ल धन्यवाद। ल हामी चाहिँ हाम्रो चाहिँ पहाडी आँगनको चाहिँ हाम्रो ग्याङ चाहिँ यहाँ छौँ होइन, हामी चाहिँ यहाँ छौँ है। ल गुड बाई है, गुड बाई ल हो दम्बुरे सर ल है त अब ओह्रालो लाग्यो बिस्तारै। झोला नबेर सिधै ड्रोन हिँड्छ मनी इन द बैंक है। एकचोटि झोलाहरू सर हेऱ्यो हुन्थ्यो। ल ल हिँड झरेछ केटाहरू, ओह्रालो झरेछ। हामी चाहिँ बाटो हराएको अवस्था होइन, यहाँ तल चाहिँ भेडा चलाउने दाईहरू हुनुहुन्छ भनेर सोध्न गएको छ। त्यो चाहिँ किसम चाहिँ त्यहाँबाट अब कता हुन्छ। अनि किन आएकोस् त त पनि हामीलाई खोज्दै आएकोस् बाबु? तैँले मेन बाटो छोडेको बुझिस्, त्यो खनेको बाटो छोडेर सानो बाटो हिँडेको तँ हो। तँ सुरुमा सानो बाटो यता हिँडेर नि यता फसेको हामी। तँ होइन त्यताबाट घुसेको। कहाँ फस्यो यार है? कहाँ फस्यो है? बाटो त्यो डाँडा जानु पर्ने।
कोही कता हिँड्छ यसरी हिँड्छ बाटो खोज्दै आउँदैछ केटाहरू खास पारी भित्र जानुपर्ने यो बाटो भम्फुले तल बाटो मिलेर पुगिसकेको छ ल फाइनल्ली अब यहाँबाट हिँड्न त त्यस्तै हो होइन गाडी यहीँ बोलाउने होइन गाडी भयो के काम लाग्यो यार कस्तो लाग्यो तँलाई आजको यात्रा है कहिले भएको थियो तँलाई यस्तो अहिलेसम्म यस्तो भएको थिएन हो है खतरनाक भयो मजा आयो नि जेस यही गर्नको लागि आएको हो न हमले कस्तो भयो बाबु आजको यात्रा अब लोटिस हो सिधै शिवम कस्तो भयो तेरो यात्रा भन्न के भयो देखा न आधी नङ भाँच्यो हो गाँड भिज्यो पुरै है ल डेढ एक घन्टामा झरियो होइन र हो हो जस लगभग गाडी अब लिन आइसक्यो यहीँ आउँछ होइन ए सब पीडितहरू सब लास्टै पीडित अब एउटा जङ्गलबाट झऱ्यो होइन यो चाहिँ शान्तिको दिन आयो यताबाट चाहिँ रुकुम जाने अब सब गाडीमा तैँले यहाँ फोन किन नगरेको भन् त फोन गरेको फोनै नलागेर के अन्त नि कस्तो के फोन गरेछ के होइन के भन्नु नवीन अधिकारीलाई गरेर होइन ए दाइ ट्रु कलर देखाइदिन्छु खोलेर होइन कि शिवम तैँले यहाँ फोन किन नगरेको भन् त कहिले फोन गरेको भयो नि हामी यस्तो यो बाटो भड्किनु पर्थेन क्या जङ्गल फोन गरेको हो कि फोन गरेको फोनै लाग्यो नि त के गर्नु त यार गाह्रो भयो नि त यार यही हुन लेखेको फोन कसले नगरेको ऊ भाइले नगरेको भन्छ के ल है गाडी आयो गाउँला हो जाने हो ट्राफिक गर्दैछ अझै ल है ल सबै केटाहरूको मुखमा खुसी है खुसियाली गाडी छिर्नलाई ल दाइ ठिक छ नि हाम्रो दाइको नामै सोधेन यार मैले यार हजुर नाम के अरे सन्दीप विक ल ल यो चाहिँ हाम्रो सहयात्री है त एकदम बवाल ल फाइनल्ली हाम्रो गाडी आयो है गाडीमा चाहिँ ल केटाहरू सेट हुँदै ऊ भम्पुली सर अगाडि गइसक्यो है त ल ल हामी चाहिँ सिमाना यो बागलुङ र रुकुमको सिमानाबाट पनि अब ठ्याक्क गाडी यहाँबाट चाहिँ हामी पुगेको छ त्यहाँ माथि टपमा है भएर ल ल अब चाहिँ हामी यहाँबाट बिदा है सिधै पोखरा ल केटाहरूको चाहिँ सल्लाह अनुसार स्टे चाहिँ आजको हाम्रो पोखरा हुन्छ है 3 बजिसकेछ अब खै ड्राइभर साहबले चाहिँ दाइ कति घन्टा लाग्छ 7-7.5 घन्टा लाग्छ है अब लगभग 9-10 बजीतिर पुगिन्छ होला है है सकेसम्म छिटो जाम न होइन ल जाम क्या जाम त ल हामीले ठिक छ नि ल केटाहरू आजको स्टे चाहिँ पोखरा है त ल है ल शिवम तैँले फोन नगरेर यत्रो ढिलो भयो ल केटाहरू सब रेडी है पोखराको लागि ल यहाँ चाहिँ हाम्रो किसन भाइको चाहिँ एउटा अर्कै छ क्या यहाँ पुरा हेन्सी भएर निस्किसकेको पोखरा भन्ने बित्तिकै होइन अनि पुरा तल हेरेको यहाँ पुरा जोडन हानिदिइसकेको छ होइन सिधै क्याटोकमा झर्ने अरे सिधै नाच ट्री भएर सुत्नु पर्छ कि ल है त ल लाग्यो ल हानिसकेको थिएँ नि दुईटा नाच्यो
रानीगञ्जको मिथुन रानीगञ्जको मिथुन हो र हो र सलमान हो र ऊ मिलाएको नि त्यसले हो र होइन पछाडि त्यसको घोडा जस्तो के गरेर पछाडिबाट ल है त हेलो फ्रम बुर्तिबाङ बजार है हामी चाहिँ अहिले ठ्याक्कै बुर्तिबाङ बजारको ठ्याक्क पारिपट्टि है यो चाहिँ बुर्तिबाङ बजार है फर्स्ट टाइम बुर्तिबाङ बुर्तिबाङमा चाहिँ अहिले मेला लागेको भएर चाहिँ अलिकति भिडभाड रहेछ त्यहाँ चाहिँ एकदम रमाइलो रहेछ यो जिपमाथि होइन हो जुडुवा बहिनी रहेछन् ल राम्रो छ ए यता रहेछ मेला लाग्यो हामी चाहिँ यता लाग्यो है त ल नमस्ते फ्रम पोखरा है त हामी चाहिँ अहिले अघि एक्कासी डाइरेक्ट पोखरा आइपुग्यौँ है अँध्यारोमै आइसकेको थिएँ 11 बजीतिर आइपुगेको थियौँ अनि केटाहरू यसो हल्का फ्रेस भएर नुहाई गरेर यसो घुम्न निस्केको है अब खाना खाने चाहिँ तर्पर्छ खाना के खाने भन्ने कुरा हो खाना खाएर अनि त्यसपछि चाहिँ होइन बम्फुले खाना खाएर कता जाने हो त नि हामी हो हल्का मन पनि हुन्छ होइन त्यसपछि थाहा छैन यता अम्ब्रेला स्ट्रिट हो क्या ल है त आज लास्ट नाइट चाहिँ हामी चाहिँ पोखरामा अम्ब्रेला स्ट्रिट पनि आइपुग्यौँ है ल मेरो पछाडि चाहिँ गाइजहरू के छ अरे रमाइलो भइरहेछ ओ बाघ ठिक छ नि रमाइलो भइरहेछ नि बाघ सेरु भन्नु न लेट नाइट कफी है त ल हामी चाहिँ कफी खान लाग्यो के हेर्दैछस् र गोल्डन हो खोजेर के खोजेको अरे तेरामा बेर्नेको ढाबा जस क्या बाघलाई बोला न यता बाघ बाघलाई हेर्न बाघलाई ए हेर्न क्यामेरा बाघ ओल्ड 30 ml अरे 60 30 अरे यार 2:30 भयो होइन हामी चाहिँ लखर भाइ कहाँ जाँदै अब कहाँ जाँदै भन् त मलाई थाहा छैन थाहा छैन मलाई तैँले क्याप्टर जाने होइन अनि मलाई थाहा भयो पो अनि क्याप्टर लिएर जान्छु र अहिले त म लिएर जान्छु नि त तैँले कहाँ जाने हो भनेर मैले त सोधेको मात्र हो कि बुझेनस् बुझेनस् होइन कि दाइहरूले अलिक धेरै चाहिँ बिल्ला हान्नु खोज्छ नि कि कसले बिल्लाएर तेरो
अनि थाहै छैन त रन्डी ब्रदर यही तल है यही त भन्थ्यो हामी क्यापकट जान लागेको हो हाम्रो क्यापकट चाहिँ यहाँ अगाडिपट्टि छ होइन हाम्रो दाइहरू अथवा साथीहरू भाइहरू होइन उता अगाडि हिँडिरहेको छ होइन अनि त्यसम्म हाम्रो क्यापकट जाने भनेको छ होइन तर मलाई थाहै छैन अनि हाम्रो प्यारो प्यारो दाइहरूले चाहिँ कहाँ हो भनेर सोध्नु गर्नु भएको छ अनि मलाई चाहिँ थाहा छैन होइन मैले 2-4जना मान्छेहरूलाई सोधेँ यहीँ अगाडि छ भन्नु छ है हामी चाहिँ त्यही क्यापकटको अगाडि हिँड्दैछौँ अनि हामी चाहिँ अहिले पोखराको यो हुन्छ नि लेक साइड लाइनतिर हिँड्दैछौँ है अनि हामीलाई केही पनि थाहा छैन कि अहिलेसम्म हामी कहाँ जाने के गर्ने कसो गर्ने कहाँ गएर के गर्ने भन्ने कुराहरू हामीलाई केही पनि थाहा छैन अनि हामी चाहिँ यहाँ लास्ट डेस्टिनेसनमा आइसकेको छौँ होइन यहाँ पछि हामी उता फेरि जाँदैछौँ है बाटोमा जाँदैछौँ हामी मेरो दाइले चाहिँ हामीलाई दाजुभाइ तैँले के सोधेको अरे तैँले के सोधेको भन्न के सोधेको तैँले कहाँ जाने भाइ भन्न त्यही जाने तैँले कहाँ के सोधेको अरे भन्न अघि कहाँ त्यही भन्नु न पऱ्यो नि त हामी भन्न एकछिन अघि के सोधेको तैँले क्यापकट कता छ मेरो दाइ रन्डी शिवम जान्नु अरे आज रन्डी यसले उहाँ डाँडा गएर जुत्ता लगाएर आएको त्यो जान्न भने कि के छ त्यहाँ कहाँ क्यापकटमा क्यापकटमा अरे तेरो आमाको ना त्यहाँ बोटभन्दा पछाडि स्टेजको पछाडिपट्टि एउटा प्रोजेक्ट हुन्छ नि जुन हो त्यहाँ नि हिँड्नु अहिले मेरो फोटो देख्छु त्यति बेला चाहिँ जेलस नहुनु आइ भम्बुले हेर्न होटल भ्यान्स हेर त जुत्ताको नाम चाहिँ होटलमा पनि Dinin. बम्बुले हेर्न रिसाएर यो ए 15 जानेको ओए ओए 15 जानेको ओहो 15 जानेको 16 जाने तिम्रो 16 को रन्डीको अनि त्यो बक्सरसँग लड्छु होला म माथा चढ्यो क्या तेरो आमा जान त जा हेरे चाहिने मलाई नरिस त लास्ट रिस्टे हो क्या हल्का थोरै नाचेर हामी चाहिँ बाहिर निस्केछौँ है क्यापकटबाट क्याटवक हो होइन तर भाइले चाहिँ यस्तो क्यापकट भनिरहेछ त्यही भएर यस्तो जिस्केको
किन साइडमा आएर त्यो चुल्टो बानेर ढल्ने केटाको खै मलाई त्यहाँ चित्तै बुझेन क्या त हिन्दी गरौँ न हिन्दी कुरा गरौँ न अहिले हिन्दी कुरा गर्नै मिल्दैन क्या त किन 16 मा भएको काम हुँदो रहेछ 16 होइन यो क्याटवक अघि तैँले क्यापकट भने थिइस् नि त खास क्याटवक हो क्या क्याटवक हो अँ कहिले कसो टङ स्लिप हुन्छ हो यो चाहिँ अहिले सही भन्छ है यो चाहिँ ल 1 2 3 गो अर्को हम्मा अर्को हम्मा ओ हम्मा ओ हम्मा ओ हम्मा 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 आयो त्यो रन्डीको नजिक नजिक आएको थियो कि नि रन्डीकोलाई मुख फुटाइदिन्छ मुख फुटाइदिन्छ हट रन्डी चुरट सोधेको त रेन्डी एक प्याकेट लिनुपर्छ अरे उ त जा नास्ता गयो अब अनि फेरि आयो यसले के त्यहाँ स्क्रिनमा के फोटो लगाएको कति भन्छ सोध्यो 1000 भनेर कहाँ गएको फोटो पनि रन्डीको पाइँदैन त राम्रो पनि नआउने हामी 9 ताको घर कसरी राम्रो होला साइ भन्ने छिड्की हान्न आएको के सिंगल लड्दिस् रन्डी छोडिदिनु त त्यसलाई रन्डी खडा गरेर राखिदिन्थ्यो कि मैले त्यसलाई यस्तो रिस उठ्यो नि दाइ मलाई यस्तो रिस नि कोहीलाई पनि उठ्दैन होला अहिले कस्तो गर्न Oh my god. Have a nice time. Hello अनि गुड मर्निङ फ्रम हलनचोक है हामी चाहिँ यहाँ हाम्रो केटाहरूले नयाँ साथी भेटेछ है यहाँ चाहिँ इन्ट्रोडक्सन भइरहेछ मोना हाउ आर यु गुड राइट ओके बाबा बाई मोना बाई है त गुड मर्निङ फ्रम पोखरा लेक साइड है हामी चाहिँ होटल भिलेज इनबाट अब हुन्छ हस् होटल भिलेज इनबाट बिदा हुँदै है अब चाहिँ सरासर घरतिर खानासाना खाएर हामी चाहिँ घरतिर जाँदै हाम्रो हिजोको बास चाहिँ होटल भिलेज इनमा है केटाहरू मजाले सुत्यो नाच्यो पनि हिजो राति टक्क मिठो घाम लागेछ अब हामी बिदा हुन लाग्छौँ है त ल हस् धन्यवाद ल हाम्रो पोखराको अब यो चाहिँ लास्ट कफी है होटलको बाहिर चाहिँ एउटा राम्रो क्याफे रहेछ कफी खाँदै अब लास्ट अनि जाने केटाहरू भोक लगाएर गङराङ र गुङरुङ झरेछ ल ओ बाघ बाघ के अरे बाघ हो ल है त हामी चाहिँ हरिसरको पसलमा के छ हरि ब्रदर आराम हुनुहुन्छ हामी चाहिँ चुकाउने पकौडी खाने
के खाने शिवम सेलरोटी र सुकाउने सब एक कुन्टल सब एक कुन्टल माछा पाइकै माछा नि भनेछ 8 प्लेट भन्ने त्यसैमा खाऊँ न चुकाउने चाहिँ 4-5 ठाउँमा गरिदिनु न होइन चुकाउने 4 ठाउँमा गरिदिनु रक्सी पनि दिनु हाम्रो बाघलाई बाघ रक्सी खाने होला नि सुकुटी भन्ने सुकुटी पनि दिनु है सुकुटी कति भाइ एक हाफ दिनु केटाहरू भोगा छ है सिधै पोखरामा खाना खाएको त्यो चाहिँ अलिकति क्याप्चर गर्न सकेन मैले है त्यसपछि डाइरेक्ट जोरदारामा हामी चाहिँ ल पकौडी माछा बटु सेलरोटी होइन स्याप लाएर अब सिरिप्पे नै पार्ने ल हाम्रो चुकाउने छ है किरण सरले फेरि चुकाउने झ्याम दिनुभएको छ बाघ बाघलाई फेरि हाम्रो शिवम भाइको चाहिँ फेरि आज व्रत रहेछ क्या अनि चिसो पकौडी खाइरहेछ होइन पेट दुख्ला है बाबु व्रतमा के भयो तेल अमिले छैन दाइ चटनी एउटा प्लेटमा छुट्याइदिनु चटनी ल्याउनु न आलुको पकौडी होइन एउटा चटनी अलिक चल्दैन वाइन हालेछ फेरि किसन भाइले चाहिँ पुरा चामलको वाइन अब घर जाने खाने कहाँ सिधै घर खाने हो गाडीले छोडिदिन्छ तेरो स्कुटी छ त गाडी किन चाहियो लिएर आउँछु बोल्नु पुरै हो सुकुटी पनि ए सुकुटी छैन त खाने हो र सुकुटी सुके चिरा हो क्या ल बाघ जाम ल स्याप्प ल जोरदाराको नास्ता बसी बुटोलतिर लाग्यो अबको लगभग 45 मिनटमा हामी पुगिन्छ होइन र मजाले आइपुगेका छौँ है हाम्रो 3 रात 2 दिनको यात्रा पूर्व रुकुमसम्मको यात्रा चाहिँ यही सकिन्छ है ल यो भ्लग चाहिँ म यहीँ अन्त्य गर्छु है हाम्रो 3 रात 2 दिनको यात्रा पूर्वी रुकुम बागलुङ र
रुकुमको सिमानाबाट माथि पहाडी आँगन क्याम्पमा हाम्रो बास एक रातको बास थियो है। त्यो यात्रासँगै हामी फेरि बुटोल ब्याक टु बुटोल भइसक्यौँ होइन। यो भिडियो लास्ट अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद है। मेरो भ्लगमा मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला र सब्सक्राइब गरिदिनु भइसकेकोहरूलाई चाहिँ धेरै धेरै धन्यवाद है। आगामी दिनहरूमा चाहिँ अझै यस्तो रमाइलो भिडियोहरू चाहिँ हाल्नेछु है। हजुरहरूको मायाको लागि धेरै धेरै धन्यवाद। खुसी रहनु होला, स्वस्थ रहनु होला, धन्यवाद।